हेलो गाइज, वेलकम टु माई भ्लग। सबैलाई दर्शन नमस्ते भन्न चाहन्छु। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहोला। आजको यो भ्लग जुन मेरो च्यानलमा लोड गरेको छु यो अन्तिमसम्म हेरिदिनु होला। यो सरप्राइज किसिमको भ्लग छ। यो मैले बीच बाटोमा आएर बनाएको छु, सरप्राइज गर्ने एउटा गाइजहरूलाई रमाइलोको लागि। मैले 5औं व्यक्तिलाई रु 50 को पुरस्कार राखेको छु। जुन यो म उभिएर बोलिरहेको छु त्यो ठाउँको नाम थाहा पाएर कमेन्ट गर्नु होला है गाइज। ल भ्लग अन्तिमसम्म हेरेर साथ दिनु होला। लागि आफू बन्न नसकेको मान्छे म त आफ्नो लागि आफू चार्जिङवाला गाडीहरू सब पुऱ्याइदिएको छ। डेन्जर छ नि अहिलेको बब्बाल छ हो गाइस, बब्बाल छ। भिडियो पनि दामी हुनेवालो छ। मौसम पनि आज एकदम बेस्ट छ। हरियाली जङ्गलहरू छ अनि बाटो पछि भए पनि बराबरी एकदम बब्बाल छ है, बब्बाल। बाटो चाहिँ चढ्नु छ यहाँबाट। पहिला यति अप्ठ्यारो थियो बाटो होइन, अहिले यस्तो दामी बनाएको छ क्या। यो सरकारलाई त दोष दिने ठाउँ नै छैन नि गाइज होइन। अब यो तलै काम गर्ने मान्छेहरूको एकदम कमजोरी हो क्या। अब लास्ट बजेट त पढिरहेको हुन्छ होइन, अन्तिममा एकदम ढिला गर्छन्, अन्तिममा बजेट फ्रिज हुन्छ भन्ने बेलामा एकदम हतार गर्छन्। यो बाटो कुनै ठाउँमा आँखा छारा हाले जस्तो गरिरहेछन् होइन। अब यो कुनै ठाउँमा सिङ्गल गाडी पनि क्रस नहुने, अब यस्तो जोखिम होइन। अब यो थाहा पाउँदै पनि यस्तो छ क्या। आजको मौसम नि गाइस बब्बाल छ के। जब हामी हिमालमा गएर हिउँमा खेलिन्छ नि यति आनन्द आउँछ, त्यस्तै आज पनि यो यात्रा गर्दा त्यत्तिकै आनन्द आछ क्या। सेम फिलिङ एउटै छ। यति आनन्द छ आजको मौसम, यो यात्रा होइन, एकदम सुहाना लाग्दो छ के गाइस। आनन्द मौसम होइन, हरियो जङ्गलहरू अनि बाटो पनि धुलो नआउने क्लियरली छ एकदम। आकाश पनि एकदम खुसबु आए जस्तो के। कस्तो
यो त पारीको गाउँहरू छ नि है। यो पहिला एकदम कम थियो कि घरहरू कम मात्रामा थियो। अहिले त यस्तो बब्बाल बाक्लै गाउँ भएछ क्या। अब लगभग 8-10 वर्ष पहिला म यही बाटो हिँड्थेँ नि त। एकदम बब्बाल छ क्या अहिले त। अहिले एकदम आनन्द छ मौसम भनेर मौसमलाई के अरे प्रशंसा गर्दै जाउँ होइन। अहिले पानी पर्यो भने चुट्छ कि लास्टैसम्म होइन। त्यसपछि फेरि त्यही मौसमको चाहिँ खेदो खन्ने हुन्छ नि। बब्बाल छ नि मौसम त। अब यो हरियो जङ्गलहरू यो गाउँ पनि एकदम सुन्दर छ नि है। एकदम आनन्द एकदम। जब अहिले बर्खामा त आनन्दै छ, सुनसान छ नि बजारको नजिकै होइन। जान्छ यो बाटो उता। ल गाइज आजको मौसम चाहिँ एकदम साँच्चीकै यात्रा गर्न लगनै जुडे जस्तो छ क्या। यस्तो आनन्द छ, बबाल छ है गाइज। तपाईँहरूलाई पनि देखेर पनि आनन्द लिनु होला है। एकदम बबाल छ आज, एकदम राम्रो छ। ल यहाँ फेरि के भयो यो ट्र्याक्टर आमामा। ल यस्तो पनि हुन्छ यार। ल बाटै ब्लक छ त। कठिन त यताबाट पनि रहेछ त्यो बाटो यता जाने बनाएछ होइन। दामी। ल गाइजहरू यताबाट पनि जाने बाटो भएछ यो। बिन्दास। आमामा कटिङ त राम डेन्जर कटिङ भएछ यार। ए आमा हो यो पो हो त यार। राम कटिङ। गाह्रो छ है, बिस्तारै जान्छ बिस्तारै। बाटो बन्द गरेकै जस्तो जोखिम भयो कि गाडीको। अब चढेर जान्छु। के भएको यो एक्सल भाँचिएको यो? ए यस्तो भएछ। यो यहाँबाट आउनुहोस् यहाँ। जोखिम छ गाइस, एकदम बाटो अप्ठ्यारो छ। जुत्ता भिजे पनि केही हुन्न। आउनु सिधै यो त वारी हाल्नु। ल हाल्नु सर। हाल्यो दियो यहाँबाट। ल बाटो बबाल छ है। ल गाइस फाइनली हामी यहाँ माछा पाइने ठाउँमा आइसक्यौँ है त।
होटल भनेको कुन हो? राणा होटल। राणा होटल हो यो? माछा पाउँछ र? कहाँको राणा हो तपाईँहरू? ओहो नमस्कार नमस्कार। आराम हुनुहुन्छ? माछा पाउँछ जेठा? ताजा ताजा माछा छ नि? हेर्न मिल्छ? माछा पनि। ओहो बबाल छ माछा ल। मसिनो राम्रो हुन्छ नि होइन? मसिनो राम्रो। अनि मोटो पनि छ सुकेको। सुकेको खाने के हो? कस्तो छ सुकेको? यो बाहिर दामी छ नि होइन? कुन खाने? कतिचोटि पेल्नुपर्छ? फाइनली कति आधा घन्टा जति लाग्छ? 1 घन्टा जति लाग्छ यो सबै बनाउनलाई? त्यही त नि है। तयार भयो होइन अब त्यो के अरे हो? अब गएर निकाल्ने होइन त्यो? ल गाइस माछा पाइँदो रहेछ होइन। माछा हामीले अर्डर दिएका छौँ। माछा पाक्दैछ। हामी हल्का इन्जोय गर्न यता पुलतिर आएका छौँ। के भन्नु छ? त्यस्तो त केही छैन। हामी चाहिँ यो माछा खाने हिसाबले यो गाउँमा चाहिँ आएको छौँ। माछा खाएर हल्का यसो रमाइलो गरेर चाहिँ जाने विचार हो हाम्रो चाहिँ। खासै त्यस्तो चाहिँ म त पुरा त्यस्तो काममा चाहिँ आएको होइन। हामी त्यो माछा खाने इन्जोय गर्ने यसो रमाइलो गर्ने त्यही घुम्ने हिसाबले चाहिँ आएको हो। ल आजको मौसमले पनि एकदम बेस्ट साथ दिएको छ होइन। यहाँको परिस्थिति मौसम त्यति लास्टै गर्मी पनि छैन अनि त्यस्तो साह्रै पानी पर्ला जस्तो पनि छैन। अहिलेसम्म एकदम क्लियरली छ। सुहाना भन्छ नि, सुहाना मौसम छ। हामीले जो एकदम कुल मौसम छ क्या। जो सोचेर जुन टार्गेट लिएर आएका थियौँ हामीले त्यो टार्गेट चाहिँ पुरा हुने भयो होइन। त्यसपछि अब जो रमाइलो महसुस भएको छ भनौँ न। हुनार चाहिँ पहिला भुकु सपत्र पनि बेस्ट होला। मानवार डाङ्गी भन्ने चाहिँ वहीँ हुनुहुन्छ अहिले पढ्दैछु म चाहिँ। अहिलेको होइन दोस्रो कार्यकाल ल गाइस अब माछा पाकिसकेछ होइन। हामी अब 3 जना बसेर माछा खान्छौँ। तपाईँ बस्नु जाने हो? तपाईँको बाइक छ नि? यता छोटो पर्छ र यो तपाईँ यता जान लाग्नुभयो? सुर्खेतबाट आउनुभयो? त्यसो यता फर्म चाहिँ राम्रै भइरहेछ है। त्यही भन्नु नेपालले श्रीलङ्कालाई जित्ने भयो। सो गाइज आजको जुन हाम्रो उद्देश्य थियो त्यो टार्गेट पुरा भएको छ होइन। अब पालो तपाईँहरूको। तपाईँहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो। मैले जुन 5औं व्यक्तिलाई जुन अप्सन राखेको छु त्यो तपाईँहरूले कमेन्ट गर्नुहोला र तपाईँ पनि यसको विजेता बन्नुहोला र मेरो च्यानलमा लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला।